यत्रो सामान फाल्न पर्यो। मैले चाहिँ यो मेरो खातुवा बोसले मलाई यति थोरै टिकट काटेर रहेछ यो चेन्नई एयरपोर्टदेखि। मैले यहाँ 200 रिङ्गट तिरेँ क्या। ल केटाहरूले मलाई जो हेल्प गरिदिएछन् न, मलाई छोड्न मेरो जीवन साथी आजहरू मलाई एकदमै धेरै भन्दा धेरै हेल्पफुल भयो। किनकि यहाँ आज यत्रो कपडा फाल्नु पऱ्यो, यत्रो सामान फाल्नु पर्यो। यहाँ आज यत्रो कपडा फाल्नु पऱ्यो। यहाँ कपडाहरू, किसमिस, यो घडी, यिनी कपडाहरू यस्तो फाल्नु पर्यो। माथि यस्तो सो यहाँ चाहिँ जीवन चाहिँ मलाई पर्खेर बसिरहेको रहेछ। आइसक्यो जीवन। चिक्लिक चिक्लिक हात मिलाउने जुन हात मिलाउने के भएर के छ ठिक छ नि। ल ल आउँदै अरे गाडीमा त कतिनिर झरेको र त यो फोन गर्दा म आइएम ब्याङ्कको त्यहाँ छेउमा थिएँ, त्यहाँ एक्सिडेन्ट भएको क्या, त्यही हेर्न थालेँ, त्यही भएर ढिलो भयो क्या। ल केही छैन, भेट भइहाल्यो। खै त्यहाँ टोकेर मैले त्यही मान्छे पल्ट्यो। सो जीवन र म मान्छे हानिदिएको अस्ति नै झन् ठाउँको ठाउँ गयो एउटा मान्छे, त्यही रिया मन्टासुरको अगाडि। सो जीवनमा भेट भइसक्यो। मैले ललन भाइ आउँछ जो अब दुई भाइ हामीसँगै आएको। अब म चाहिँ जाँदैछु, यो चाहिँ यहीँ बस्नु भयो। नराम्रो फिल भइरह, केही छैन। जिन्दगीको करियर बनाउँदा अब अगाडि पछाडि भइहाल्छ न। केही छ भन्नु? ए भइसक्यो। त्यसलाई सोधेँ त्यो बोसलाई होइन, बोसको बुढी आएको थियो, मलाई पैसा दिन के भन्छ इपिएफ भनेको तटाउने। अनि मैले पैसा हाम्रो 1300 अनि त्यसले भन्छ त पैसा काट्ने अनि उता नहालिदिने गरेछ कि मलाई नि त्यस्तै लागिरहेको चेक गरेर थाहा हुन्छ नि। यहाँ बस्छ मैले के हुनु ललन आयो पनि टक्कै यहाँ हुन्छ। अनि त्यहाँपछि मैले भने तेरो बुढाले हाम्रो पैसा 6 महिना भयो 7 महिना भयो काटिरहेको पैसा आएन, तेरो नेपाली एजेन्टलाई फोन गरेर भन्छ यार। यस्तो रिस उठेको थियो मलाई। टक्क मेरो इपिएफको पैसा विथड्र गर्न लाग्यो, साले खाते बस्ने पैसा हाल्दै रहन्छ। लगभग समथिङ 20-25 मिनट गराएर खोजेको काम लाग्यो, तर खुल्दै खुल्दैन। जीवनले गराएको यसो देखिन्छ न, खै देखा त यस्तो सब हेर्न मिल्ने रहेछ त। 408 रुपियाँ जम्मा भएको छ टक्कै। 20,000 जम्मा भएछ को मोटेको चाइनाको। यहाँ आइफोन 16 को 20,000 जीवनले आइफोन 16 को जिम्मेल आइडी बनाइदिएछ। सो अहिले चाहिँ हामी यता नेपाली खाजा घरमा छौँ। आज यहाँको खुवाइ चाहिँ लास्ट दिन हुनेवाला छ, त्यसरी यादगारको लागि हामी केटा टक्क आइसकेका छौँ। र अनि यता जीवन ललन, अनि यहाँ छ हाम्रो स्पेसली चिकन मोमो, चिकन चाउमिन। ल सो हाम्रो चाहिँ यहाँ खानपिन भइरहेको है टक्क लाएर मस्त। आज लास्ट दिन हो हाम्रो भेटघाट। सो अहिले चाहिँ हामी आइटिआईको महलमा आइसक्यौँ यसको साथीलाई भेट्नलाई, बगासोतीको साथीलाई भेट्नलाई। सो दाइ तपाईँलाई धेरै धेरै धन्यवाद। दाइले पुरै यो झोलासोला पुरै दाइले हेल्प गरिदिनु भयो मलाई प्याक गर्नलाई। चाहिँ फेरि भेटौँला है, कन्ट्याक्ट गरौँला। छ नि फेसबुकमा न? तपाईँलाई धेरै धेरै धन्यवाद। अनि त्यहाँपछि यता ललन भाइ गाडी ल हुन्छ ल भाइ भाइ हाम्रो ग्रेप आइसक्यो। ओइ भाइ बोक्न डिक्कीमा हाल त। यिनी ल केटाहरूले मलाई जे होस् हेल्प गरिदिएछन्। यो साइडमा एउटा त अगाडि हाल्नुपर्छ क्या, साथीलाई नि भाइ राम्रोसँगै। ओ तपाईँ जान्छस् नि सिङ्गामा न चेन्नई, छुट्टी हो नि आज। अनि एउटा हाल्न त नि, एउटा सानो यो हाल्न, यो सानो यो अगाडि हाल्नु ललन।
सो अहिले चाहिँ हामी सेना एयरपोर्टमा जाँदैछौँ। ललन भाइ जीवन मलाई छोड्न जाँदैछन्। ललन भाइले आज मेरोलाई छुट्टी गरिदियो क्या। मेरो गाउँमा त तेरो निकै चर्चा भएको थियो यार। त्यो जुन तैँले रोको भिडियो हालिदिस् नि तँलाई गरे तँलाई कति माया गरेको त्यो भाइले आज तँ तेरो भाइलाई हाम्रो गाउँमा मेरो घरमा बोला तैँले भेट्न कस्तो माया गर्ने अहिले पनि यस्तो हुने रहेछ यार भन्थ्यो कि मैले भने त्यो भाइ यस्तो राम्रो भाइ हो मसँग एकदम मिल्छ जे भने त्यही मान्छ म पनि जे भने त्यही मान्छु भन्यो। अनि मेरो घरकाले पनि भन्थ्यो त्यो भाइलाई नेपाल बोलाए हाम्रो घर भन्थे यो वेमा भाँच्दैला नि यसले यार हुन्न यो हुन्न त्यसरी हुन्न हुन्न। सो अहिले चाहिँ म जाँदैछु सेना एयरपोर्टमा अनि उतैतिर गएर भेटौँला। सो अहिले चाहिँ हामी सेना एयरपोर्टमा आइसक्यौँ ड्रप भइसक्यौँ अनि यहाँ चाहिँ ललन र जीवन छन्। ए ललन भाइलाई पठाइदिनु यसको बोसले धेरै महाकाडक्सले ल्याङल्याङ गर्यो होइन यसको बोसलाई ल्याङल्याङ गर्यो त्यसलाई पठाइदिने त्यही हामी भर्खर झरिसक्यौँ। ललन भाइले चस्मा साइडै गाउनु भर्खर यो चस्मा मैले किनेको ललन भाइले लैदिइहालेको त्यसलाई फकाएर माग्नुपर्छ। जीवन र म टक्क लाएर सेना एयरपोर्टमा छिरिसक्यौँ। ललन भाइ गइसक्यो कहाँ हो के हो केही थाहा छैन। ल हिँड्नु जाऊँ न। अब आउन त सेना एयरपोर्टमा आइयो अब यहाँदेखि बोर्डिङ पास कहाँ लिनु के लिनु के हत्तो पत्तो थाहा छैन यार। सोद्धा पनि कता कता भनिदिन्छन् राम्रोसँग बताइदिन्छन्। अब मेन कुरो भाषा हान्नमा अलमलमा पऱ्यौँ यार। धन्न छिटो आइयो ढिलो आएर यस्तो छुट्यो कि के हो उता जीवन सोधिदिन गएको छ मान्छेहरू। सो मेरो चाहिँ धेरै नै भयो सामान धेरै नै भएर अब हामीले चाहिँ च्यातेर फालिदिनु लाग्यौँ। जीवनले च्यात्दैछ यो अब हामीले फालिदिने यसको कामै भएन। अर्को पिसौ छ कि ठुलो पिसौ लान ल सानो पिसौ भयो क्या पुरै यस्तो हालत खराब हुने रहेछ। त्यही भएर साथीहरू तपाईँ नेपाल जाँदैन ठिक्क ठिक्क एकदम बरु छोरे होस् धेरै नहोस् एकदम प्रोब्लम 1 केजीको 60 रुपियाँ भनेपछि नेपाली 2000 रुपियाँ पर्छ। मलाई पनि सायद त्यस्तै लाग्छ क्या। ए यत्रो सामान फाल्नु पर्यो इ यहाँ आज यत्रो कपडा फाल्नु पर्यो यहाँ कपडाहरू किसमिस यो घडी यिनी कपडाहरू इ यस्तो फाल्नु पर्यो माटी यस्तो बिजोग भयो के। हेरै ओली तिम्रो सामान फाल्दैछु मैले मेरो सामान यतिका तिम्रो सामान यहाँ फाल्दैछु जीवनले ल्याइदिएर आउनेवाला छ बिजोग भयो बिजोग। मलाई छोड्न मेरो जीवन साथी आइदियो र मलाई एकदमै धेरै भन्दा धेरै हेल्पफुल भयो किनकि मेरो लगेजहरूमा चक्लेटहरू कपडाहरू गरेर धेरै भन्दा पनि धेरै वेट भएछ के। अनि त्यसैले चाहिँ हामीले 2 ब्याग चक्लेट कपडा सपडा सब फालिदिउँ अरू यो भरि गटरमा फालिदिने भन्यो यो अनि त्यहाँपछि यो चाहिँ हामीले कचडामा फालिदिनु यो चाहिँ जीवन लगाएर ककसका सामान छ साथीभाइका सामानहरू दिन्छ। धन्न तँ नभएपछि मान्छेसँग धेरै दुःख हुन्छ क्या। धन्न तेरो आएर छुट्टी पनि लक अनि मेरो पनि लक भनौँ क्या। अब उहाँ जोग्दाखेरि ठिक्कै बराबर थियो अनि यहाँको मिसिनमा जोग्दाखेरि फेरि बढी आयो क्या माटु। यो कति किलो आयो अरे यो 25 किलो लगेज अनि यो कति किलो आयो जीवन 16 किलो आयो माटु सिधै 41 किलो भयो क्या। खै आउँदाखेरि तपाईँ पनि एकदम बिकेयरफुल गरेर आउनु नत्र पनि म जस्तो दुःख पाइन्छ भन्ने म त छिटो आएको थिएँ अझै मेरो प्लेन आउने टाइम भएन र मैले यतिसम्म गर्न पाएँ नत्र उस्तै इमर्जेन्सी हुन्थ्यो नि त डह्रोमा कति सामान फालिदिन्थ्यो लथा लिङ्ग पारिदिन्थ्यो भन्नु मेरो त टाइम भएन र अब के गर्ने मिठै भइ सब फाल्यो अब यहाँ खाने एयरपोर्टमा मस्त खट्टा दुःख छ त माटु। डेरी मिल्क खोल्न डेरी मिल्क ढोक्ला खा भन्छ जस्तो खाना मुला मेरो मुली छोरालाई लैदिएको। अब नेपालतिर छोरालाई साथीहरूलाई ट्रेन लैदिएको छोड्ने जीवनले मैले मस्त बस्ने खाने भइरहे खोला फोडेर अनि ऱ्यापिङ गरेको यसमा ऱ्यापिङ गरेको यो दुईटा यो 15 किलो यो 20 किलोलाई यति खाली प्लास्टिक लगाइदिएको नेपाली मैले 3600 रुपियाँ 36 होइन 3800 रुपियाँ तिरेँ 3800 रुपियाँ यहाँको 100 रुपियाँ 3800 रुपियाँ तिरेँ। यति गाह्रो तक्लिफ यदि मैले पैसा लिएर आएको मलाई त्यति सहिलो भयो पैसा नलिएको भए कति मुस्किल हुन्छ मलाई। हामी चाहिँ बस्दा चिसो भयो अनि कफी खान यता
जीवन र महासम बाहिर यस्तो चिसो भयो पानी परिरहेको त्यही माथि यहाँ जताकतै एसी भएर औडा भयो होइन बस्दा बस्दा पनि बोर भयो अनि माइन्ड फ्रेस गरौँ भनेर टक्क यता जीवन मित्र र म यता कफी खान आउँदैछौँ एकदम हट एन्ड मिल्क कफी व्हाइट कफीमा यहाँ लेडिजले बनाउँदैछ अनि टक्क मेरो चाहिँ एकदम टिकट एकदम वेटिङ धेरै भयो क्या हामी कति बजीतिर आयो अरे 12:30 बजीतिर समथिङ 1 बजीतिर आएको अहिले 4:30 भइसक्यो अहिलेसम्म बोरिङ खुल्यो छैन सो अनि हामी चाहिँ उता छ हामी यतातिर टक्क त्यो कफी खान आएको यहीँ छ टक्क देख्न सक्नुहुन्छ खै जीवन आमा खतराको रहेछ त्यहाँ हामीले कफी ल्यायौँ कति पऱ्यो भनेपछि यो दुईवटा कफीलाई कति पऱ्यो 700 समथिङ 700 पऱ्यो 700 पऱ्यो 700 पऱ्यो अनि हामीले चिनी खाने मान्छेलाई चिन्दै छैन पुरै सादा सादा छ कि यो कफी हामीले सो भर्खरै कफी किनेको थियौँ उहाँ फाल्न परिहाल्यो किन भन्नुहोस् मेरो ट्याक्क यहाँ इन्ट्री हुने ठाउँ खुलिसक्यो क्या अघि त्यत्रो पैसा 90 रुपियाँ बाँधेको अहिले फेरि यो यहाँदेखि सेनादेखि कोलारामपुर जाने बेला पनि फेरि त्यो ब्यागको डोरी कार्ड भन्छ यार कतिसम्म परेसान गर्नुपर्छ यार त्यो फेरि डोरी कार्ड भन्छ यार डोरी कार्ड भन्छ क्या यो छ नि यो डोरी फेरि काट्नु भनेको मलाई अघि मैले पैसा 90 रुपियाँ तिरेर उ गरेको अहिले फेरि डोरी कार्ड भन्छ डक्स यति दुःख पाएँ नि यति दुःख पाएँ आज जस्तो दुःख मैले लाइफमा कहिले पाएको थिइनँ क्या उतै पैसा चोइट भयो उतै सामान त्यत्रो फाल्यो फेरि यहाँ पैसा तिरेर त्यो ऱ्यापिङ गरेको फेरि खोल्नु पऱ्यो यार अब यहाँ फेरि के हुने हो यहाँ पुरै तनाव चाहिँ बिचराहरू झोलासोला खोलेर हेर्नुहोस् त कस्तो गराइदियो सो मैले चाहिँ यो मेरो खातुवा बोसले मलाई यति थोरै टिकट काट्दो रहेछ यो चेन्नई एयरपोर्टदेखि मैले यहाँ 200 रिङ्गेट तिरेँ कि 100 रिङ्गेट मैले यो ब्याग एक्स्ट्रा किलोको तिरेँ यसले मलाई मात्र 10 किलोको टिकट काटेर चाहिँ एक्स्ट्रा पैसा यहाँ तिरेँ धन्न जीवनसँग थियो र पैसा हालिदियो समथिङ 8 रुपियाँ हाल्दैछ न 8 रुपियाँ अरू मसँग थियो सब पैसा सक्यो सब पैसा अघि न त्यस्तै पैसामा यस्तो बोस यार पुरै नगर्नु यार म बहुत दुःखी छु यार त्योभन्दा त म बसमा गएको हुन्थ्यो होला है त्यो त हो फेरि म गेट नम्बर 4 देखि जाने भन्छु बसमा गइस् भने पनि तेरो कति 75 70 80 रिङ्गेट जान्छ धन्नमा आज यार यो बस यति कमिना पुरै नगरौँ यार यति सस्तो टिकट काटिदिएर मलाई आज यति गाह्रो भयो यति फर्स्ट टाइम हो सिङ्गल हिँडेर ट्राभल गरेँ यति गाह्रो भयो पुरै नगरौँ यार अहिले चाहिँ मैले पैसा तिरेर अनि त्यसले जम्मा त्यो मेरो साउले 10 किलोको मात्रै काट्दो रहेछ अनि म यता एन्ट्रीमा आइसकेको छु अनि मेरो चाहिँ ठ्याक्क 7:40 को प्लान छ अहिले ठ्याक्क 5:30 बजेको छ अनि यहाँ चाहिँ यस्तो सबै कोलालामपुर जाने वेटिङ गरेछन् अनि मेरो बोस चाहिँ यति कमिला निस्क्यो नि मलाई यति दुःख दियो नि आज पुरै नगरेको यति मेरो साथमा जीवन हुन्थेन भने म फर्केर कम्पनीमा जान्थेँ त्यतिसम्म दुःख दियो कि मलाई यो चाहिँ यस्तरी जाँदो रहेछ क्या टक्क छेउमै पुग्दो रहेछ यो पनि टक्क हिँडेर है कस्तो दामी तरिकाले दामी भ्यू देखिरहेको छ अनि यस्तै टक्क लाएर के छ छैन पुरै चेक गर्ने सर प्लेन आउनुपर्छ
सर र 4-5 जना डुबिने रहेछन्। कति स्टाफ सर र डुबेर के छ के छैन पुरै चेक गर्ने रहेछन् कि। यस्तो लेट 6 बजीतिर थियो, धेरै टाइम लगाइदियो। टक्क यहाँ चाहिँ यस्तो खतरा यस्तरी चाहिने रहेछ कि टक्क Semangat kesempatan saya mengenai melangkap untuk berlepas jika dengan baca siaga negara membaca Ananda. Seperti juga bila seperti for takeoff, if wish to read Mr. Jojo. यहाँ चाहिँ फ्री सर्भिस है, यो फ्री सर्भिस फ्रीमा दिएर एकदम सर्ट हुन्छ नि, सर्ट ट्राभल त्यसको लागि दिएछ कि। थ्याङ्क यू। यो चाहिँ सर्ट ट्राभलको लागि दिएछ है, एउटा सानो पानी free fly, and this company free fly, and this free fly, this Tempus. अहिले कोलालम्पुर आइपुग्यो। यहाँ मान्छेहरू भइरहन् आइरहन्। आम्मा हो कति गाह्रो हो कि माटु एक्लैलाई त। कोहीले यता जा भन्छ उता जा भन्छ, माटु बोरिङले छैन, कोहीले उता जा भन्छ, तनाव बेहारमा काडक्स। आज त मैले एउटा पनि नेपाली भेटाएको छैन। म वहाँ सिना एयरपोर्टदेखि चढेदेखि एउटा नेपाली भेटाएको छैन। म आज रातभरि म सुत्न मिल्दैन होला, सायद म घुमेको गर्छु होला। अहिले बोरिङ पास पाएको छैन। अहिले फाइनल एउटा दिदीलाई भेटाइसक्यो, मलाई एकदमै खुसी लाग्यो। पुरै म अघिदेखि घुमेको गरेको थिएँ। म त लौ अब कोही नभेटिनु भयो, म त एक्लै हुने भयो भन्थेँ। ठ्याक्कै यो दिदीले मलाई बोलाउनु भयो भाइ भनेर, म त एकदमै खुसी छु। अनि ठ्याक्कै म दिदीको छेउमा आएर बसेँ, एकदमै खुसी छु। त्यही अहिले 2:30 बजीतिर बोरिङ पास खुल्छ अरे, त्यहाँ जाने, त्यहाँसम्म के गर्ने हो, बोरिङ हुनु भयो त। हाम्रो दिदीलाई चाहिँ भोक लागेर दिदीले चाहिँ नास्ता पानी गर्दै हुनुहुन्छ। दिदीको लगेजहरू नेपालमा पुगेर खानुपर्छ। अझै हामी त धेरै बस्नु छ क्या दिदी, लगभग अहिले कति बज्यो अनि अझै धेरै बस्नु छ। हामी त भोलि बिहान 5 बजे 5:30 बजी छ। त्यतिखेरसम्म दिदी र 2 भाइ धन्न दिदी भेट्नु भयो। 2 भाइ मस्त गफ गर्ने हो, बस्ने हो। दिदीको त लगेज पनि टन्नै रहेछ। धन्न दिदी भेटेर धेरै खुसी छु। आज यसरी नै बिताउनु पर्छ। यता पनि नेपालीहरू छन्। नेपाली हो यतातिर नेपाली भेट्दैछन्, बल्ल भेटिँदैछन् कि नेपालीहरू। अघि नै भेट्दै थिएनन्, म मात्रै थिएँ। सो अहिले चाहिँ मलेसियाको 11:25 भयो होइन। अहिले यति धेरै नेपाली भइसक्यो, म ठ्याक्क गुजुप्पै। आफ्नो सुरुमा कसैलाई पनि देखेको थिएन। अहिले चाहिँ यता जताकतै यता चारैतिर जता देखिन्छ त्यतै नेपालीहरू मात्रै। यस्तो त्यही भएर धेरै खुसी लाग्यो। आज रातभरि काम गरेर बिताउनु पर्छ। अझै धेरै टाइम छ। भोलि बिहान 5:30 को प्लेन छ नेपाली एयरलाइन। अहिले भर्खर ठ्याक्क
11:25 भएको छ। अब धेरै टाइम छ, यस्तै मस्ती गर्दै बिताउनुपर्छ। थ्याङ्क यू सो मच एभ्रिवान, गुड नाइट, सी यू अगेन नेक्स्ट भ्लगमा भेटौँला।